हाम्रो नेपाल सरकारले यो पठाऊ इनड्राइभ भन्ने चिजलाई चाहिँ पूर्ण रूपमा खारिज गरिदिए हुन्छ। किन खारिज गरिदिए हुन्छ? जनतालाई त अति आवश्यक थियो भनेर हजुरहरूको क्वेसन आउला। किनकि यो चिजलाई चलाउनलाई नेपाल सरकारसँग साधनै छैन, बाटै छैन, बाटो दिनै सक्दैन। हगे हग मुते काट्दिउँला होइन छिनाइदिउँला भन्ने प्रवृत्ति गरेर देश चल्दैन कहिले पनि। कहीँबाट यत्रो उठाउनै पाउँदैन, कहीँ यत्रोलाई उतारेर तिनीहरूसँग पैसा लिनै पाउँदैन, संरचनै छैन। देशको कुना कुनामा, राजधानीको प्रत्येक कुनामा नो पार्किङ बाहेक अरू केही पनि छैन र त्यहाँ ब्रेक लगाउन पाइँदैन। ब्रेक लगाउने बित्तिकै नियम तोडेको हुन्छ र अनि हिजो भएको दुर्घटना फेरि नहोला भन्न सकिँदैन। तर मलाई राजधानीभित्र राज्य षड्यन्त्रले कुनै ठाउँ यस्तो देखाइदियोस् जहाँ सार्वजनिक स्थलमा एस पार्किङ लेखेको होस्। छ कहीँ पनि छैन। ब्रेक लगाउनै पाउँदैन, ओह्राल्नै पाउँदैन र चढाउनै पाउँदैन भने त्यो चिजलाई किन पालेर राख्ने? जनता मार्ने बाटो हो कि होइन यो?